गर्दो रहेछ होइन, हामीले त के गर्ने त? हामीले गर्न सक्दैन। अब यस्तो चिजले काम गर्ने इम्पोर्टेन्ट ग्यास छ। देशका सबै चाहिँ जनताले चाहेका र केही गर्न खोज्ने व्यक्तित्वहरू एक ठाउँमा आएर देशलाई बचाउनुपर्छ, देशलाई देश चलाउने जिम्मा दियो भने सक्छु भन्ने लाग्छ तपाईँलाई? अहिलेसम्मको मेरो अनुभव, मेरो एनर्जी र मेरो अध्ययनले म कुनै पनि क्षेत्रमा म आफ्नो कुनै पनि क्षेत्र भन्दाखेरि सबै क्षेत्र हुनसक्छ, आफूले लिडरसिप दिन सक्छु भन्ने नै छ। नेपालको आधुनिक इतिहासमा कुलमान घिसिङको नाम एउटा यस्तो अध्याय हो जसले लाखौं नेपालीको जीवनमा आशा र उज्यालोको सञ्चार गर्यो। उनी केवल एक प्रशासक मात्र नभई दृढ सङ्कल्प, इमान्दारिता र देशभक्तिको शक्तिले असम्भव चुनौतीलाई परास्त गर्न सकिन्छ भन्ने कुराको जीवन्त उदाहरण हुन्। सन् 1970 मा रामेछाप जिल्लाको बेथान भन्ने दुर्गम गाउँमा कुलमान घिसिङको जन्म भयो। उनको बाल्यकाल ग्रामीण जीवनको कठोरता, सीमित स्रोत र अभाव बीच बित्यो। यो साधारण पृष्ठभूमिले नै उनलाई भविष्यमा ठूला चुनौतीहरूको सामना गर्ने धैर्य र लगनशीलता सिकायो। प्राथमिक शिक्षा गाउँमै पूरा गरेपछि उच्च शिक्षाको सपना बोकेर उनी राजधानी काठमाडौँ आए। उनले भारतको जमशेदपुर स्थित रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट छात्रवृत्तिमा विद्युत इन्जिनियरिङमा स्नातक गरे। प्राविधिक ज्ञानको जगलाई अझ बलियो बनाउन उनले पछि पुलचोक इन्जिनियरिङ कलेजबाट स्नातकोत्तर पनि पूरा गरे। व्यवस्थापन र प्रविधिको गहिरो ज्ञानले उनलाई देशको ऊर्जा क्षेत्रको विकराल समस्यासँग जुझ्न वैचारिक रूपमा तयार गर्यो। पढाइ पूरा गर्ने बित्तिकै देशको सेवा गर्ने अठोटका साथ उनले नेपाल विद्युत प्राधिकरणमा प्रवेश पाए, जहाँबाट उनको जीवनको वास्तविक मोड सुरु भयो। नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेपछि कुलमानले लामो समयसम्म विभिन्न जिम्मेवारीहरूमा रहेर काम गरे। यस अवधिमा उनले वितरण, उत्पादन र योजना जस्ता महत्त्वपूर्ण विभागहरूमा कार्य गर्दै प्राधिकरणभित्रको जटिल संरचना, आन्तरिक राजनीति र वित्तीय चुहावटलाई नजिकबाट बुझ्ने अवसर पाए। नेपालको सबैभन्दा ठूलो समस्या लोड सेडिङ केवल उत्पादनको कमीले मात्र नभई प्रणालीगत भ्रष्टाचार, कमजोर व्यवस्थापन र चुहावटले गर्दा थियो भन्ने थाहा पाए। यो त्यो समय थियो जब नेपालको अर्थतन्त्र र जनजीवन दैनिक 18 घण्टासम्मको बिजुली कटौतीले गर्दा पुरै अस्तव्यस्त थियो। उद्योग धन्दाहरू बन्द हुने अवस्थामा पुगेका थिए भने जनतामा चरम नैराश्यता छाएको थियो। यही अध्यारो युगको बीचमा नेपाल सरकारले विक्रम सम्वत 2073 साल भदौ 30 मा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पियो। पदभार ग्रहण गर्ने बित्तिकै उनले आफूलाई असम्भव भनिएको चुनौतीलाई स्वीकार गरेर एक क्रान्तिकारी मोडल लागू गरे। उनले तत्काल बुझे यो समस्यालाई परास्त गर्न हदैसम्मको साहस, इमान्दारिता र राजनीतिक हस्तक्षेपबाट मुक्त हुने क्षमता चाहिन्छ। उनले सर्वप्रथम विद्युत चुहावट नियन्त्रणमा कठोरता अपनाए र लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचारमा शून्य सहिष्णुताको नीति लागू गरे। यसका साथै उनले ठूला उद्योग, व्यावसायिक कम्प्लेक्स र शक्तिशाली ग्राहकहरूलाई पिक आवरमा बिजुली खपतमा कडाइका साथ नियन्त्रण गरेर साधारण उपभोक्तालाई प्राथमिकता दिने साहसिक कदम चाले। यो निर्णयका कारण उनले शक्तिशाली वर्ग र पहुँचवाला बिचौलियाको समूहबाट ठूलो विरोध झेल्नु पर्यो। तर कुलमान जनताको हित र राष्ट्रिय आवश्यकतामा अडिग रहे। उनको अर्को महत्त्वपूर्ण कदम भनेको कर्मचारीहरूको मनोबल उच्च बनाउन प्रोत्साहन दिनु र इमान्दार कर्मचारीहरूको उच्च कदर गर्नु थियो। उनले उत्तरदायित्व र जवाफदेहितामा आधारित कार्यशैली विकास गरे, जसले गर्दा नेपाल विद्युत प्राधिकरण एक परिणाममुखी संस्था बन्यो। दृढ र साहसिक सुधारहरूको फलस्वरूप कुलमानले पदभार ग्रहण गरेको केही महिना अर्थात् 2073 सालको तिहार लक्ष्मी पूजाको दिनबाटै नेपालले दशकौंदेखि भोग्दै आएको लोड सेडिङ औपचारिक रूपमा अन्त्य भयो। राजधानी काठमाडौँबाट सुरु भएको यो उज्यालो क्रान्ति देशैभर फैलियो। यो सफलताले नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार गर्यो, नेपालको अर्थतन्त्रलाई नयाँ गति दियो र सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालीहरूलाई सुशासन सम्भव छ भन्ने राष्ट्रिय आत्मविश्वास प्रदान गर्यो। लोड सेडिङ अन्त्य गरेर उनले नेपालीलाई केवल बिजुली मात्र दिएनन्, बरु सपना देख्न सक्ने आशा पनि सञ्चार गरे। उनको यो ऐतिहासिक सफलताले
प्रशासकको पदबाट माथि उठाएर राष्ट्रिय स्तरको एक प्रेरणादायी व्यक्तित्व र जनताको नायकको रूपमा स्थापित गर्यो। नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट बाहिरिएपछि पनि कुलमानको लोकप्रियता झन चुलियो। उनको दृढता, पारदर्शिता र परिणाममुखी कार्यशैलीले उनलाई सम्पूर्ण नेपालीका लागि सुधार र समृद्धिको प्रतीक बनायो। कार्यकाल सकिएपछि पनि जनताले उनलाई फेरि नेतृत्वमा ल्याउन दबाब दिएका थिए। यिनै उपलब्धिहरू र जनतामाझ उनको उच्च स्वीकार्यतालाई मध्यनजर गर्दै हालै नेपालमा अन्तरिम सरकार बनेपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा उनलाई मन्त्रीको रूपमा नियुक्त गरिएको छ। उनले अहिले ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालिरहेका छन्। उनको मुख्य लक्ष्य अब लोड सेडिङ अन्त्य गर्नु मात्र नभई नेपाललाई ऊर्जामा पूर्णतः आत्मनिर्भर बनाउँदै विद्युत निर्यात गर्ने देशको रूपमा स्थापित गर्नु रहेको छ। कुलमान घिसिङको जीवनीले हामीलाई सिकाउँछ कि इमानदारिता, दक्षता र दृढ इच्छाशक्ति भएमा प्रणालीगत कमजोरी र ठूला चुनौतीहरूलाई पार लगाएर देशमा सार्थक परिवर्तन ल्याउन सकिन्छ। उहाँको जीवन कथा वर्तमान र भावी पुस्ताका लागि असल शासन र राष्ट्रप्रेमको ज्वलन्त उदाहरण हो। धन्यवाद।